सो हेलो एभ्रिवान वेलकम ब्याक टु आदित्य ब्लग सायद तपाईँ सबैजना सन्चै हुनुहुन्छ म पनि सन्चै छु र अब धेरै महिना बाद आज भ्लग बनाउँदैछु म चाहिँ पल्टनबाट छुट्टी आएको अलिक एक हप्ता जस्तो भइसक्यो अस्ति बनाऊँ भन्दा त्यस्तो बनाउने अहिले बानी छैन सर आधा दिन नलागेर आज चाहिँ घरमै यसो फ्यामिलीको साथ डिनर गर्नु लागि चाहिँ बोलाएर छु मैले मेरो माथि फ्यामिलीहरूलाई र आज मेरो साथ पाउनु छ मेरो साथी प्यारो म जहिले पनि आउँदा ल्याउनु आइरहने साथी मेरो चिनिरहेको होला ठिक छ अन्त पाठ केटालाई गरम लागिसक्यो अरे हो अब चाहिँ हामी दुई भाइ चाहिँ लोकल कुखुरा बनाउने आँटेको लोकल कुखुरा यसो अब के गरौँ गरौँ अल्छी लागेर हेर्लाम ल अबैदेखिको थाल्ने आँटेको हामी चाहिँ काम सुरु किनकि भरे सबै आउँदा हतार हुन्छ भने त अहिलेदेखिको चाहिँ बनाएर राख्ने छिटो भनेर सो लेट्स गो गाइस जुई ओके बुढी अब हाम्रो लोकल कुखुरा चाहिँ एकदमै बनिँदैछ र यसको मेन लोकल कुखुरामा हाम्रो मेन अब के भन्छ तपाईँहरूतिर हामीले तिते भन्दो रहेछ हो त्यो बनाउनलाई चाहिँ यसो हल्का झार्दै चाहिँ हो यस्तै गर्छ होला कस्तो गर्छ म त थाहा भएन र आज हल्का बनाइदिएको टक्कै अब हुँदैछ हाम्रो रेडी हुँदैछ बस राख्दै ओए गाइस अब चाहिँ मासु पनि काटिसकेँ र अब चाहिँ टी टाइम टक्क यहाँनिर चिया बनिँदैछ अब त बनाउने आएको छ आन्टीले बनाउँदैछ टक्कै बडीहरू यहाँ टक्कै कपुरले सुरु गरिसक्यो यहाँ चाहिँ पपकर्न कस्तो रहेछ यो खै चाख्नु चाहिँ पपकर्न चाहिँ बनाउने आएको छैन है यो बस सुरुवात मात्रै हुन्छ अहिले चाहिँ दिउँसै गऱ्यो भने बेलुका हतार पर्दैन हुन अहिले है ठुलो गर्दै गर्नुहुन्छ लुलो मामु चेस मामु चेस हाम्रो टक्कै मेरो साथी अहिले टक्कै चाइनिज साथी मेरो दामी जस्तो ओए गाइस मेरो पाहुनाहरू आइपुगिसकेछ यो बडाहरू त मानिस पनि भ्लगमै हेर्दा त ठुलो भइसक्यो यता बडी नाना ओ यता आज मेन आज सेफ हाम्रो नाना आज नाना घाटको यता ला पाहुनाले पकाइदिएको आमा यो चाहिँ लोकल कुखुराको वाचिपा एकदमै वाचिपा यो है हाम्रो आमाको दिदीहरू यता सबसे ठुलो चाहिँ दिदी यता त्यहाँभन्दा अलिकति सानो त्यहाँभन्दा होइन अलिक सानो यता अब चाहिँ पाहुनाहरू आउनु थाले माया 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 ए छोरा बाबा आमा यो चाहिँ हो वाचिपा पकौडा पनि हुँदैछ यहाँ आज आइटम बनाउनेहरू 3 जना दिदी बहिनीहरू भेट भयो 2 जना चाहिँ बेङ्गलोरमा छ ओ कप्लेस पनि आइपुग्यो हाम्रो वाचिपा चाहिँ भइसक्यो रेडी सुरु गऱ्यो नानाहरूले कस्तो भएछ न दामी छ अरे वाचिपासँग ऊ लोकल कुखुराको वाचिपा खाइदिउँ पकौडा जाडोमा जुस मानिज पकौडा बनिँदैछ यता बनाउने यता बडी वाचिपा बनाएर पनि वाचिपा सकिसक्यो अब पकौडा सक्नु बाँकी छ पकौडा है यहाँ चाहिँ हाम्रो मेन आइटम पाक्दैछ लोकल सुप वाचिपा फिनिस मेरो अर्को साथी पनि भर्खर आइपुग्यो यो साथी चाहिँ मेरो म आउँदा पनि राति 10-11 बजी म छुट्टीबाट आउँदा पनि यसले ल्याउन आइहाल्छ मलाई कल गरेर कहाँ छ सोच आज 1-2 जना मिक्स भएर दाबाहरू अब के गर्नु हो चपले न अन्त ए साथीलाई चप दिँदैन म साथीलाई अब हल्का अब अघि लु चप खाइदिनु साथी मैले खै झुस सक्यो अर्को मेरो साथी यता त भन्नै पर्दैन यता त हो यता त मसँगै हुन्छ फिक्स हुन्छ हो यता आइहाल्छु घुम्नु सुम्नु उसँग यात्रा भएको सिक्किममा अब त्यो भ्लग गर्न पाइनँ हो सो मेरो साथीलाई यसो चिनिराख्नुहोस् मेरो साथीहरूलाई
कपलेस लोप्सान उसको गीतहरू पनि मेरो भिडियोमा छ लु साथी खम लु पकौडा पहिला मुख बेसी नचलाम हात चलाम है लु हात र मुख अब ओए गाइस हाम्रो तिमीलाई चाहिँ किन यो हाल्नु हुँदैन यो लडाइँ खेल्छ ओए गाइस हाम्रो भेना पनि आइपुग्यो यता भेना नाना भर्खर आइपुग्यो भेना चाहिँ एउटा टक्कै म त जाँदा पनि भेनाकामा आउँदा भेनाकामै हो भेनाले सालोलाई स्याहार्छ सालोले भेनालाई स्याहार्दैछु अब टक्केको हत्तु भएर गरम भएला भनेर हो पकौडा खाइसकेर चाहिँ अब चाहिँ खानाको मेलो गर्ने आँटेको खानामा चाहिँ हाम्रो लोकल कुखुरा टक्कै अब सुरु हुँदैछ यता हाम्रो नाना यता नाना यता आन्टी यता नाना के ग्याङको भन्छ हौ लेडिज ग्याङ यता फेरि रहेछ आलुदम गाइस अब चाहिँ हामी खाना सुरु गऱ्यो यता जेन्ट्स ग्याङहरू यता लेडिजहरू उता जेन्ट्सहरू यता दो यहाँ चाहिँ लेडिज ग्याङ यस्तो देखाउनु छ र ब्लक होइन बढी त्यो त खाइदिउँ त अलिक थपिदिउँ त यो जेन्ट्सहरूले पहिला खान्छ त्यसै कारण छिटो खान्छ छिटो हामीलाई छिटो दिन्छ लास्टमा लेडिज ग्याङहरू लास्टमा चाहिँ बढीहरू हो टक्कै हो अब खाइसकेर आउँदैछ अब लेडिज ग्याङहरू यिनीहरू आइरहेछ अब त्यो आमा हो कुकुरहरू फेरि आमा खाइसक्यो खाना ओइ खाना खाइसक्यो अब सबैजना हो यो चाहिँ मेरो टक्कै माछा टक्कै अर्को चाहिँ माइकै छ नि टक्कै गाउँथलीले म यहाँ अस्ति गुड्थेँ भत्केर फेरि बनाइरहेछ गाइस आजको छोटो मिठो ब्लग चाहिँ यति नै थियो तपाईँलाई कस्तो लाग्यो मन परेमा ब्लग लाइक सेयर सब्सक्राइब गरिदिनु नबिर्सिदिनुहोस् होला बाइ गाइस फेरि भिडियोमा नेक्स्ट भिडियोमा